दर्शकबिन म सुप्रिया। यतिखेर हामी रामधुनी मन्दिरमा छौँ। सुनसरी जिल्लाको रामधुनी नगरपालिका 4 स्थित रहेको रामधुनी जङ्गलमा रहेको रामधुनी मन्दिरमा हामी छौँ। यो रामधुनी मन्दिर चाहिँ भगवान रामले चाहिँ त्रेता युगमा यहाँ वनवास बसेको र यहाँनिर धुनी तापेको भन्ने भनाइ छ। यहाँको रामधुनी मन्दिरमा आएर यहाँको भगवानको चाहिँ तपाईहरूले दर्शन गर्नुभएको छैन, यहाँको दृश्यहरू अवलोकन गर्नुभएको छैन भने यो भिडियो हेर्नुहोला। पोखरी हो, यहाँ चाहिँ भगवान सीताले चाहिँ नुहाएको यस पोखरीको पानीले भन्ने भनाइ छ। यो रामधुनी मन्दिर प्राङ्गण भित्रको दृश्यहरू हो दर्शकवृन्द। एकदमै धेरै गाडीहरू छन्। यहाँ चाहिँ विशेष गरी इन्डियाबाट भक्तजनहरू आउने गरेको हामीलाई जानकारी भएको छ। यहाँ बाँदरहरू पनि हामी एकदमै धेरै देख्छौँ यहाँभित्र। यहाँ चाहिँ बाँदर परेवा मिलिमिली चर्ने रहेछन्। यो मन्दिरभित्र चाहिँ भगवान रामले जलाएको धुनी छ र त्यसलाई चाहिँ निरन्तरता दिँदै अहिलेसम्म पनि त्यो धुनी चाहिँ बलिरहेको भन्ने भनाइ छ। र यहाँ चाहिँ विभिन्न ठाउँबाट आउनुभएको मानिसहरूले त्यस जलाइएको त्यो धुनी जलाइएको खरानीको चाहिँ टिका लगाउने गर्नुहुन्छ।